कुरा हानिदिन्छु। वाइफ वाइफ नमस्ते गर त्यही भएर सबैजनालाई एकै मुखमा सम्झिन चाहन्छु। यहाँनिर नि एकदमै धेरै सबै हामी गायन क्षेत्र र कलाकारिता क्षेत्रमा अलिक बढी गायन कलाकारितालाई चिन्नु भएको चाहिँ सिरियल क्षेत्रले। अनि यता हुनुहुन्छ चर्चित गायक एकदमै सबैलाई होइन यो रक्सी कसले बनायो होइन यो रक्सी नखाए भन्दै नखाए साथी हो रक्सीले के गर्छ सर होइन सबैको मनमुटुमा बस्नु सक्छ। हाम्रो कलाकार गायक सर्जक राजेन्द्र भण्डारी सर हुनुहुन्छ यहाँ कतिले सुन्नुभएको छ अहिले परानी यहाँ परानी बसिरहेको उहाँको स्वर मोडलमा हिरो वान कतिको ह्यान्डसम हुनुहुन्छ। यो परानी हाम्रै हो त्यही भएर यहाँ बजाइहालेको कि आफ्नो त बजाइहाल्नु पर्यो नि त। अनि त्यही भएर अनि लास्टै ह्यान्डसम नै हुनुहुन्छ मलाई मन पनि पर्छ उहाँ अनि लास्टै मन पर्ने के अनि त्यसो हुनुहुन्छ क्या यता। अनि त्यस पछाडि अनि यता हाम्रो विभिन्न धेरै गीतमा अभिनय गर्दै सबैको मनमा बस्नु सफल हाम्रो राजाराम सर हुनुहुन्छ। एक दिन भए पनि उहाँको यसो अगाडिको वरिपरि घुमेर म पनि होइन नाच्न पाएँ धेरै खुसी लागेको छ। हाम्रो त्यो नाच्ने दिनदेखि अहिले हो भेट भएको फेरि एकदमै धेरै खुसी लाग्यो। त्यसै गरी यता कलाकारिता क्षेत्रको अहिले यहाँ भन्दा सबैभन्दा अलिकति जेठो है कलाकार क्षेत्रमा जेठो अत्यन्तै चर्चित कलाकार सबैको मनमा बस्न सफल कलाकार वरिष्ठ कलाकार मेरो प्यारी दिदी गीता थापा हुनुहुन्छ यता। सबैभन्दा अब यो भन्दा बढी भन्दा पनि दिदी भेट्न मलाई यसरी देखाउँ न। भन्नु होला। अनि हजुरहरूले अत्याधिक मन पराइदिनु भएको टेली सिरियल भुन्टी त हेर्ने कोही हुनुहुन्न भुन्टीकी सासु भनेर चिन्ने मेरो दिदी हुनुहुन्छ यता। अनि त्यसै गरी यता अर्की हुनुहुन्छ फेरि अहिले पछिल्लो समयमा भुन्टीमै के कान्छीमा दुईवटा खानु आएको दिदी मिलेर। अनि कान्छीमा सबैजनालाई चाहिँ के भन्छ कालो सालो डलेर इन्ट्री हुनु भएर के गर्ने 4-5 पहिला गइसक्नुभयो उहाँ। अनि शीतल ठकुरी हुनुहुन्छ मेरो प्यारी साथी उहाँको छोरी
हजुर त एकजनाको मात्रै होइन